हेलो साथीहरू, स्वागत छ सम्पूर्णलाई। टिकटकबाट हेर्दै हुनुहुन्छ भने कृपया फलो गरिदिनु होला, अनि युट्युबबाट हेर्दै हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरिदिनु होला, र फेसबुकबाट हेर्दै हुन्छ भने फेसबुक पेजलाई पनि फेरि फलो गरिदिनु होला। आजबाट म तपाईहरुको सामुन्ने एउटा सानो मिनी ब्लग जिम सम्बन्धी लिएर आउनेछु। विशेष गरी बिगिनर साथीहरूलाई मोटिभेसन मिल्ने हेतुले म भिडियोहरू बनाउने गर्छु। मैले लगभग जिममा 8 वर्ष बिताएको छु हैन, तर बडी कन्डिसन हेर्दाखेरि तपाईहरुलाई लाग्दैन कि म 8 वर्ष बिताएको छु भन्ने, किनभने मैले नेचुरल अहिलेसम्म कुनै स्टेरोइड युज गरेको छैन, कुनै त्यस्तो प्रोडक्टहरु जिउलाई हानि गर्ने युज गरेको छैन। त्यही भएर नेचुरल बडी बिल्डिङमा लङ टर्म प्रोसेस हुन्छ हैन, यो सबैले बुझ्नु भएकै कुरो हो। कसैको छिटो पनि बनिन्छ त्यो बडी कन्डिसन अनुसार, तर मैले जिमलाई चाहिँ धेरै टाइम पनि दिएको छैन। केही फुर्सदला टाइमहरु 12 घण्टा 13 घण्टा ड्युटी विदेशको ठाउँमा खटेर पनि म जिमलाई 1.5 घण्टा 2 घण्टा टाइम दिने गर्छु। तपाईहरु पनि जिमलाई टाइम दिनुहोस्, आफ्नो स्वास्थ्यलाई ठुलो कुरो केही पनि हैन हैन। म जिममा लगभग 1.5 घण्टा कसरी बिताउँछु, डेली ब्लगहरु हाल्ने गर्छु। म घरि के गर्छु यी जिमका एक्सरसाइजका नामहरु सबै तपाईहरुलाई म बताउन नसके तापनि तपाईहरुलाई केही मोटिभेसन मिल्छ कि भन्ने हेतुले म भिडियो बनाएर तपाईहरुमाझ प्रस्तुत गर्ने छु अब डेली रूपमा। च्यानललाई सब्स्क्राइब गरिदिनु होला, युट्युब च्यानललाई, टिकटकलाई फलो गरिदिनु होला, र फेसबुक पेजलाई फलो गरिदिनु होला। मेरो जिममा यस्तै छ, जिम लाइफ हेर्ने बितिरहेको छ हैन साथीहरु। तपाईहरु देख्न सक्नुहुन्छ मेरो बडी हो यो कन्डिसनमा छ।